तान्यो 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 यस हाम्रो फाइनल टर्म हो। अब को चाहिँ फर्स्ट सेकेन्ड थर्ड हुने अब हामी हेर्नेछौँ। कसैको मार्बल अडिँदैन अहिले चाहिँ। अब गर न गर न गाइज वेलकम ब्याक अगेन माई न्यू भिडियो। आजको भिडियोमा हजुरहरूलाई स्वागत छ। हजुरहरू सन्चै हुनुहुन्छ आशा गर्दछु। सबैजना सन्चै हुनुहुन्छ होला होइन, अनि मस्त हुनुहुन्छ होला। सो गाइज सधैँको जस्तै आज पनि म तयारी भएर रेडी भएर होइन जाँदैछु म स्कुलतिर। अनि आज चाहिँ नि अब स्पोर्ट डे हुने कुरा हुँदै थियो होइन। अब के गर्नुहुन्छ, स्पोर्ट डे गर्नुहुन्छ कि अब पढाइ स्टार्ट हुन्छ के हुन्छ होइन। सो यहाँ मेरो साइकल छ, तपाईँहरू हेर्न सक्नुहुन्छ। अन्त साइकलबाट म अब चाहिँ नि गुटुटुटु कुदेर अब जाने हो स्कुलतिर। सो म गाइज अब स्कुलमै गएर भेट्ने छु। सो गाइज म स्कुल आइपुगेँ होइन। तपाईँहरू यहाँ हेर्न सक्नुहुन्छ हाम्रो स्कुल माटोको भए पनि टिनको छानो भए पनि राम्रो छ होइन। तपाईँहरू हेर्न सक्नुहुन्छ। यहाँ हेर्दा सानो देखिन्छ तर ठुलो छ नि 10सम्मै छ है, 10सम्मै स्वीकृत स्कुल हो। सो गाइज म आइसकेको छु। यहाँ स्टुडेन्टको मेरो साइकल छ होइन। अब म चाहिँ अब यहाँ चाहिँ अब स्ट्यान्ड गर्नु पर्यो। सो म स्ट्यान्ड कहिले गरेको छैन तर पनि अब ट्राई चाहिँ है, ट्राई गर्दैछु। पाएको त्यस्तै बन्ने हो। प्लास्टिक गर्न नि आउँदैन गाइस होइन, त्यही पनि A few moments later. सो गाइस हैन यहाँनिर अब सबै हामी भाइ बहिनी विद्यार्थीहरूलाई हामी ग्राउन्डमा ल्याइसकेको छौँ। अनि यहाँनिर अब स्पोर्ट हुँदै सुरु भइसकेको छ हाम्रो होइन। सबै नानी बाबुहरूलाई हामीले म्युजिकल चेयर गराउने ठाउँमा हामीले म्युजिकल बुक भनेर गराइरहेछौँ होइन। सबैको अगाडिमा बुक राखिएको छ, म्युजिक बज्छ अनि त्यसपछि तिनीहरू त्यो म्युजिक स्टप हुने बित्तिकै आफ्नो आफ्नो बुकको सामनेमा उभिने हो होइन। अनि त्यसरी हामी सुरु गरिसकेका छौँ हाम्रो गेम। अब कन्टिन्यू हाम्रो स्पोर्ट चाहिँ नि सुरु हुनेछ। के खेल्न आएको तिमीहरू, के खेल्न आएको बाहिरभित्र रमाइलो भइरहेको छ। केही बोल्दैन त नि के बोल्नु भने के
भित्र बाहिर भित्र बाहिर भित्र बाहिर भित्र भित्र बाहिर बाहिर भित्र बाहिर भित्र बाहिर भित्र बाहिर भित्र बाहिर भित्र बाहिर भित्र भित्र बाहिर भित्र बाहिर बाहिर भित्र बाहिर इन आउट 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 इन आउट इन आउट इन हाम्रो सरले थाकिहाल्नु भयो बाहिर भित्र बाहिर भित्र बाहिर भित्र बाहिर भित्र बाहिर फर्स्टमा हेर्दैछु दौडा न दौडा 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 दौड हो दौडा फर्स्ट हुन्छ ल बाहिर भित्र बाहिर बाहिर बल्ल बच्नु भयो है भित्र भित्र इन आउट आउट इन आउट इन आउट इन आउट आउट भित्र बाहिर भित्र बाहिर भित्र बाहिर बाहिर खिच्दैछु को छ को छैन अहिले तिमीहरूलाई पनिसमेन्ट हुन्छ यहाँको खोइ त अझै हो विशेष तरिकाले स्वागत गर्नेछ है ए उता सर हल्का हल्का उता सर न छिटो दौडा छिटो छिटो यता आऊ यता 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 ए उता खाली छ दौडा न उता खाली छ Day 2, day 3. सबै खेल्छ सबजना 8, 9, 10 सब स्पिकर क्या था हेलो हेलो ल
हेलो ल ओके भागन क्लास 3 स्टुडेन्ट्स ए उता छोडिदिनु प्लिज सर गो देयर क्लास 3 प्लिज ए हट्नु पर्छ योर क्लास 3 कम इन क्लास 3 boys only now boys class 3 यताबाट आइज न यताबाट यताबाट आइज न यताबाट आइज ए पछाडि जानुहोस् यताबाट आइज न यताबाट भन्दा बेटर बुझ्नु सर सर रेकर्ड पनि तोडेन आकाश ओए अलि पछाडि देखि पुनु कुद 5:28 तिमीहरूको त सरले पठाउनु भयो हामीलाई काम के हो थाहा छ तिमीहरूको के काम समात्ने ल ज्योति रिया रिया छैन 24 ल मेस्का कहाँ जान्छ अञ्जली चल यति भयो फेरि अञ्जली चल न चल जम्प गर्नु अञ्जली ल शिवम फेरि फेरि शिवम जाने प्रवेश मण्डल गुलशन यादव आकाश ल शिवम शाह ल प्रवेश मण्डल गुलशन यादव पुरा चारू बगल घर आकाश शर्मा यो मजाले एकचोटि फेरि भन्नु सुमन शाह त्यसमा हो नि त्यसमा राउन्ड होइन अंकित यादव सरोज पंडित शिवम यादव अभिलाष यादव पूनम शाह ज्योति मंडल 40 ज्योति रिया 32 नेस्का
प्रियंका मंडल उतर न बीच में ओए ओए अमरजीत प्रियंका मंडल उतर न बीच में ओए ओए अमरजीत पंडित सर ऊ त केटीहरूलाई भाग्दैछ यहाँ पठाइदिनु भन्दैछ प्रीति मेहता लाइनमा जा लाइनमा लानु छ फास्टमा प्रीति मेहता कम अंजलि अंजलि बारदा जीवन मंडल कम कम जीवन कृष्णा 10-22 कृष्णा कम आप लाइन टच आउट दीपेश कम लाइन टच नहीं लाइन टच ल चंदन मेहता ए प्रियंका मंडल ल ल रमेश सर 540 को प्रियंका मंडल है सर टीपीएस 540 को ल चंदन मेहता मुख छोपेर कुद्न आँख बन्द गरी कूद प्रियंका रेडी बस प्रियंका प्रियंका 537 अमरजीत रेडी बस प्रियंका कम प्रियंका अमरजीत दीपेश यादव हमरा 10 चाहिए थे कि हाथे रुपया आदित्य यादव हाथी आवे प्रियम मेहता प्रियम कुत्ता सेकेन्ड राउन्ड आदित्य फर्स्ट राउन्डमा छँदै छैन सेकेन्डमा कहाँबाट आइपुग्यो हाय खै ल को हाम फाल्छ ल फाल त ऊ त्यस्तो हो यो त तिती खेला जस्तो भइहाल्यो नि ल पान ऊ त्यस्तो अरे त्यो उसको आफ्नै जिउ सम्लिँदैन के हाम फाल्छ लु लु भयो भयो तिमीहरूको बसको कुरा छैन ल चल टाइजो त बाबु यो टाइजो त अब हाम्रो टगफुवार चल्दैछ यता ए टिम यता बी टिम हजुर ल एकैछिन यता हाम्रो गुरु यहाँ रेफ्री गर्दै हुनुहुन्छ यो रातो छ नि यतापट्टिको रातो छ नि यो रातो यदि यो क्रस गर्यो भने यिनीहरूको विन भयो गुड यो रातो उतापट्टि क्रस गर्यो भने उताको विन भयो कुरो बुझ्यौ ल एकछिन म जति बेला भन्छु यता आउनु त्यो अलि यता ठिक छ रेडी छ रेडी छ नि तान्यो 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 विनर भयो
फुच्चे फुच्चे छन्। अब हेरौँ यिनीहरू ए टिम हो अनि यता चाहिँ हाम्रो बी टिम। यता सबै ठुलै ठुलै छन्। अब हेरौँ कसले जित्छ। टिचरहरूले हस्तक्षेप नगरिदिनु होला। अझै यता आउनु दिनु अलि। यता पछाडि आयो ल सबै टिम रेडी छ। 12 एउटै पनि कतै कमी नहोस् है सर। सबै मिलाउनु होला। रेडी छ पुरा रेडी छ रेडी रेडी अब हाम्रो गुरुले सिटी बजाउनु हुन्छ। ओहो अब स्टार्ट भयो। लु अब को जित्ने होला हेरौँ 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 को जित्ने होला। यो टिम चाहिँ बलियो छ यस्तो छ हैन। अर्को पनि कम छैन उता पनि बलियो छ है। दोस्रो टग अफ वारको विजेता हुनुहुन्छ हाम्रो ग्रुप बी। ग्रुप बीले नाम लेखाउनु होला। पुरै ग्रुप बी यता यता देखाउनु पर्छ। लेखाउनु होला। सर सबैको मुखमा चम्चा छ अनि त्यो चम्चामा एउटा गुच्चा छ। हेरौँ कुन चाहिँले विनर हुने हो। सबैजना आइरहेछन्। यो विनर सेकेन्ड थर्ड फोर्थ झगडा हेर यिनीहरूको को जित्छ ल आज हेरौँ को जित्छ। मोबाइल चाबी ओ हेलो त्यो गोजी के अरे गोजीमा भन्छु मुखमा राख। हेलो नगर अहिले खोइ गुच्चा राख। गुच्चा गुच्चा झर्नु भएन। गुच्चा झऱ्यो भने त फेरि बर्बाद हो। गुच्चा चाहिँ झर्नु भएन। यसको गुच्चा कति राम्रो कलरफुल छ। यसको गुच्चा झर्यो। यसको गुच्चा यसको गुच्चा आउँछ। यसको गुच्चा पनि छ। यसको पनि अब गुच्चा ल मुखमा हाल। ल कति रमाइलो हुँदैछ। ल ठिक छ। को विनर बन्यो? यति सबै विनर हो। ए हात नउठाउनेहरू लुजर हो। ल ठिक छ। लुजरको लागि पनि ताली एकचोटि ल। हो ल झर्यो यो आउट भयो। झर्यो 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 झर्यो। यो चाहिँ फर्स्ट पक्कै होला। यो फर्स्ट सेकेन्ड थर्ड खोइ त कोही छैन। सिटी बजाएपछि अब हाम्रो रेडी हुन्छ। कमेन्ट्री गरिदिउँ सर। हुन्छ हुन्छ गर्नु न। झर्यो 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 झर्यो। प्रियालाई देख्न सक्छौं। मेसुका रमणीको मार्बल धरिसकेको छ। प्रियङ्का मण्डल फर्स्ट हुनु भएको छ। प्रियङ्का मण्डल प्रियम के मेहता हो कि के हो? सेकेन्ड प्रियल सेकेन्ड ल अनि झरो झरो झर्यो 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 थर्ड। सबैजना यता आउने हुनुहुन्छ।
हाम्रो सबैजना बिस्तारै हाम्रो एलिसाले ब्यालेन्स गर्दै आउँदै हुनुहुन्छ वाह टक्कर हुनुहुन्छ ल फर्स्टमा एलिसा सेकेन्डमा हुनुहुन्छ हाम्रो रितिका अब थर्डमा पुष्पा खोइ झर्यो पुष्पाको झरेको छ पुष्पाको झरेको कारणले हाम्रो थर्ड यहाँ थर्ड रिया तर हाम्रो आइरहेछ रिया आइरहेको थिए ब्यालेन्स गर्दै आइरहनु भएको छ रिया डराउँदै हुनुहुन्छ बेला बेलामा रिया आइपुग्यो ल आइपुग्यो ओ आइपुग्यो एकदम आइपुग्यो जित्यो सबै अब स्पुनमा हामीले होइन अब होइन तेल लगाएको छ ताकि यहाँ नअडियोस् भनेर किनभने हामीले अब यो पुरा हार्ड गरिदिएको छौँ तपाईँहरू यहाँ हेर्न सक्नुहुन्छ पुरा अडिँदैन रहेछ यो किनभने हामीले स्पुनमा उयो लगाइदिएको छौँ तेल ओइल लगाइदिएको छौँ ओइलले गर्दा अब हेरौँ यो चाहिँ नि निकै हार्ड के भन्छ त्यो स्टेप हो हार्ड गेम हो होइन यो हाम्रो फाइनल टर्म हो अब को चाहिँ फर्स्ट सेकेन्ड थर्ड हुने अब हामी हेर्नेछौँ कसैको मार्बल अडिँदैन अहिले चाहिँ अब ब्ल्याक प्यान्थरको अझै हाम्रो क्याप्टेन आउँदै हुनुहुन्छ यहाँ सब ब्ल्याक बेङ्गल टाइगरले घेर्न खोज्दै हुन्छ दुवैजना यहाँ दुईटा आइरहेछ ओहो बेङ्गल टाइगर चाहिँ पकड बेङ्गल टाइगरबाट हाम्रो एकजना रेडर गइसक्नु भएको छ ब्ल्याक प्यान्थरले घेरिरहेको छन् हाम्रा बेङ्गल टाइगरको टाइगरलाई यहाँ आउँदैछ पोइन्ट लिन खोज्दै हुनुहुन्छ हाम्रो बेङ्गल टाइगरको प्लेयर्सले ल हाम्रो ब्ल्याक प्यान्थरबाट एकजना प्यान्थर निस्किनु भएको छ अब हेरौँ के गर्नुहुन्छ दुईजनाले पोइन्ट लिन खोज्दै हुनुहुन्छ हाम्रो पोइन्टर बोनस पोइन्ट लिन खोज्दै हुनुहुन्छ तर असफल हुँदै हुनुहुन्छ ब्ल्याक प्यान्थरले ल बेङ्गल टाइगरको टाइगर्सहरूले घुमेर गर्दै हुनुहुन्छ घेर्दै हुनुहुन्छ दुईजना ल हाम्रो प्यान्थरबाट ल बेङ्गल टाइगरको एउटा जीवन टाइगर आउँदै हुन्छ पोइन्ट लिन खोज्दै हुनुहुन्छ बोनस पोइन्टको लागि जान खोज्दै हुन्छ जस्तो लागिरह मलाई सबैजना ब्ल्याक प्यान्थरकोले घेरिराख्नु भएको छ एकजनाले ओ समातो ल हामी यहाँ मिस्टर अजयलाई हामी पहिले भनिसकेका थियौँ किक एलाउ छैन त्यसैले किक युज नगर है किक युज गर्यो भने ब्ल्याक प्यान्थरले घेरिराख्न सक्नु भएको छ हाम्रो नितेशले त रेड लिन खोज्दै हुन्छ यहाँ बोनस पनि लिन खोज्दै हुनुहुन्छ तर आउटले एक म्याच पाएको छन् ब्ल्याक प्यान्थरको हाम्रो रेडर आउनुभयो लो एकजना आउट हुनुभयो हाम्रो अहिले किन निक्लेको ल के लाग्छ बोनस पनि लिन सक्नुहुन्छ त हाम्रो बेङ्गल टाइगरको नितेशले लिन त खोज्दै हुनुहुन्छ तर हाम्रो ब्ल्याक प्यान्थरकाले दिन सकेका छैनन् ब्ल्याक प्यान्थरबाट हाम्रो अझै क्याप्टेन जाँदै हुनुहुन्छ पोइन्ट लिन खोज्दै हुनुहुन्छ ल बेङ्गल टाइगरको रेडर अलि आलसी देखाउँदै हुनुहुन्छ अलि जाँगर देखाउनु होला रेडको लागि ल ब्ल्याक प्यान्थरबाट अझैले पोइन्ट पाउनु भएन जस्तो छ किनभने बोनस पोइन्ट भएको छैन टाइम कति भएछ टाइम पनि हेर्दै गर्नु 30 सेकेन्ड भन्दा बढी भयो भने ल जीवन आउट हुनुभएको छ बेङ्गल टाइगरबाट ब्ल्याक प्यान्थरको हाम्रो पोइन्ट भइसकेको छ 1 पोइन्ट ल बेङ्गल टाइगरबाट राजु आउनु भएको छ राजुले पोइन्ट लिन खोज्दै हुनुहुन्छ ल राजुलाई पकडो ल बेङ्गल टाइगर ब्ल्याक प्यान्थरबाट फेरि हाम्रो अझै नै आउँदै हुन्छ रेडरमा बोनस पोइन्ट लिन खोज्दै हुनुहुन्छ बोनस पोइन्ट भएन ल दुईटै आउट फेरि पनि बेङ्गल स्टार्ट भइसकेको छ 30 सेकेन्डको टाइम स्टार्ट भइसकेको छ बेङ्गल टाइगरको रेडरले यहाँ गर्दै हुनुहुन्छ यहाँ बोनस पोइन्ट लिन सक्नुहुन्छ होला त बोनस पोइन्ट अलि गाह्रै छ सर यो अवस्थामा बोनस पोइन्ट हाम्रो राकेश सर टाइमर पनि हेर्नु है 30 सेकेन्ड हुन्छ कि हुँदैन भनेर हेर्नु कम्पलसरी छुनु त पर्छ भन्न नयाँ छ तिमीहरू ल
हाम्रो सुरज आउँदै हुनुहुन्छ सुरजले बोनस पोइन्ट छुन सक्नु भएन लाइन छुन खोज्दै हुन्छ तर ब्ल्याक प्यान्थरको प्ले गर्न सकिराख्नु भएको छैन ल फर्किनु भएको छ पोइन्ट पनि बच्यो ल ब्ल्याक प्यान्थरबाट हाम्रो यो क्रिस आउनु भएको छ लो समात्न खोज्नु भएको थियो राजु 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 समात्न खोज्नु भएको थियो त आउट 1 पोइन्ट ब्ल्याक प्यान्थर सपोर्ट गर्नु पर्दैन अरूले चेनबाट दुईजना आउँछ भने सपोर्ट गर्नु पर्दैन ल बेङ्गल टाइगरबाट फेरि एकजना रेडर आउँदै हुनुहुन्छ बोनस पोइन्ट छुन खोज्दै हुनुहुन्छ तर ब्ल्याक प्यान्थरकाले देखा दिन सकिरहेका छैनन् त्यसै गरी यहाँ ब्ल्याक प्यान्थरकाले घेर्दैछन् हाम्रो बेङ्गल टाइगरको टाइगर ल आउट हुनुभयो एक म्याच पाएको छ बेङ्गल टाइगरले ब्ल्याक प्यान्थरको हाम्रो क्याप्टेन आउट हुनुभएको रहेछ र त्यसका साथसाथै हाम्रो मौका छ बेङ्गल टाइगरलाई कमब्याक गर्नको लागि के वापसी गर्नको लागि सक्नुहुन्छ त बेङ्गल टाइगरले यहाँ फर्स्ट सिचुएसन त्यस्तै छ हेर्दा हेर्दा यता बेङ्गल टाइगर पकड्नु आउट सो गाइस है आजको भिडियोमा अब यति नै हो होइन बाँकी चाहिँ अर्को भिडियोमा भेट्ने नै छु तपाईँहरू मेरो भिडियोमा कोही नयाँ हुनुहुन्छ भने होइन सो प्लिज मेरो च्यानल सब्सक्राइब गरेर मसँग जुड्न नबिर्सिनु होला अनि भिडियो कस्तो लाग्छ के लाग्छ हजुरहरूलाई होइन एउटा मिठो कमेन्ट पनि छोडिदिनु होला त्यो कमेन्टले मलाई के हुन्छ भन्दाखेरि भिडियो बनाउनु चाहिँ म सब्सक्राइब पनि गरिदिनु होला अनि त्यसपछि सेयर पनि गर्नु होला है सो यति भन्दै म अब अर्को भिडियोमा भेट्नेछु हस् त बाई बाई